मुख्य वस्तु हुन्छ भने सहायक वस्तुको रूपमा चाहिँ यहाँ के हुन्छ, माछा हुन्छ। त्यही भएर क्लियर हुनुपर्छ, एकीकृत मत्स्य पालन प्रणालीमा हामीले बुझ्नुपर्ने कुरा के हो भन्दा, एकीकृत मत्स्य पालन प्रणालीमा जहिले पनि माछा सहायक वस्तुको रूपमा हुन्छ भने जुनसँग माछा पालिन्छ त्यो वस्तु चाहिँ के हुन्छ, मुख्य वस्तुको रूपमा रहन्छ। र यो माछालाई अन्य कुनै वस्तुसँग सँगसँगै पालिन्छ, सँगसँगै हुर्काइन्छ भने यो पद्धतिलाई एकीकृत मत्स्य पालन प्रणाली भनिन्छ। अब यो अन्तर्गत धेरै हाम्रो प्र्याक्टिसमा के छ त, विश्वव्यापी धेरै प्र्याक्टिस छ होइन। हाँससँग माछा पालन, धान खेतमा माछा पालन है, गाई बस्तुसँग चाहिँ डेरी एनिमलसँग माछा पालन, तरकारी खेतीसँग माछा पालन, कुखुरासँग माछा पालन, यी विभिन्न खालका के हुन् यिनीहरू एकीकृत मत्स्य पालन प्रणालीका विभिन्न आयामहरू हुन् अथवा विभिन्न पाटोहरू हुन्। यसरी यसरी पनि गर्न सकिन्छ है साथीहरू भनेर भन्न खोज्यो। अब हामी फर्स्टमा जाउँ धान खेतमा मत्स्य पालन, अथवा जसलाई चाहिँ अर्को शब्दमा भन्दा राइस कम फिस फार्मिङ भनिन्छ अथवा राइस कम फिस कल्चर भनिन्छ। अब यहाँ के भयो त, धान बालीको साथसाथमा माछा पनि पालिन्छ भने यो पद्धतिलाई हामीले के भन्दो रहेछौँ, राइस कम फिस फार्मिङ। कम सियुएम कम भनेको सँगसँगै भन्ने बुझ्नुपर्छ, साथैमा भन्ने बुझ्नुपर्छ। त्यही भएर धान सँगसँगै माछालाई पनि पालन गरिन्छ भने त्यो पद्धतिलाई हामीले राइस कम फिस फार्मिङ भन्छौँ अथवा राइस कम फिस कल्चर भन्छौँ। यसको थोरै इतिहासको विषयमा कुरा गर्नुपर्दा विश्वमा चाहिँ 1488बाट धान खेतमा माछा पालन प्रविधि भारतबाट सुरु भएको। भन्न खोजेको राइस कम फिस फार्मिङको सुरुवात चाहिँ 1488मा भारतबाट सुरु भएको थियो भने नेपालमा पहिलो पटक चाहिँ 1964बाट सुरु गरिएको थियो, जुन प्रथम पटक ललितपुरको गोदावरी स्थित नेपाल कृषि अनुसन्धान परिषदमा भएको थियो भनेर भन्छ। भन्न खोजेको थोरै अब विश्वको पनि जान्नु होला है। 1488बाट चाहिँ भारतबाट चाहिँ यो राइस कम फिस फार्मिङको पद्धति सुरुवात भएको थियो भने नेपालमा 1964बाट सुरुवात भएको थियो, जुन चाहिँ नेपाल कृषि अनुसन्धान परिषदको गोदावरी स्टेसनबाट चाहिँ सुरुवात भएको थियो भनेर बुझ्नु पर्यो। यो धान खेतमा मत्स्य पालन गर्ने पद्धति पनि दुई प्रकारको हुन सक्छ अथवा यसमा दुई तरिकाले धान खेतमा माछा पाल्न सकिन्छ। एउटा छ समात्ने विधि, अङ्ग्रेजीमा क्याप्चरल सिस्टम भन्छ। यो क्याप्चर भन्ने विधि समात्ने छोप्ने भन्ने बुझिन्छ। अर्को भन्छ पालन विधि अथवा कल्चरल सिस्टम होइन। पालन विधि भनेको पाल्ने भनेको। यहाँनिर फरक के छ त साथीहरू भन्दा, यो समात्ने विधि अथवा पालन विधिमा फरक एउटा मात्रै छ। के हुन्छ भने यो समात्ने विधिबाट यदि धान खेतमा माछा पालिन्छ भने यस्तो हुन्छ साथीहरू, धान खेतमा माछा पालन गर्नको निम्ति चाहिँ धानको त्यो खेतहरूको डिलहरू अग्लो अग्लो बनाइन्छ, पानीको सतहहरू मिलाइन्छ, धानको बिचमा ग्यापहरू पनि, धानदेखि धानको दूरी होइन, अनि रोदेखि रोको दूरीहरू सबै मिलाइन्छ। अनि तर त्यहाँ के गरिँदैन भन्दा हामीले माछाको भुराहरू स्टकिङ गर्दैनौँ अथवा माछाका भुरा आफै राख्दैनौँ। यो समात्ने विधिमा काम के मात्रै गरिन्छ त, समात्ने मात्रै काम गरिन्छ। यसमा भनेको प्राकृतिक पानीबाट आउने माछाका भुराहरू अथवा माछाहरू जुन सिँचाइबाट नालाबाट आउँछ नि, त्योबाट आउने माछाहरू चाहिँ धान खेतमा आइपुग्छन् र त्यो हुर्किसकेपछि धान काट्नुभन्दा केही समय अगाडि के गरिन्छ, त्यो माछाहरूलाई समातिन्छ भने यो चाहिँ के भयो त, समात्ने विधि अथवा क्याप्चरल सिस्टम हो। यसमा क्लियर के हुनु होला भन्दाखेरि यो क्याप्चरल विधि अथवा समात्ने विधिमा चाहिँ माछाको भुरा राखिँदैन। माछा के अरे धान खेतमा माछा चाहिँ प्राकृतिक हिसाबबाट आएका माछाहरूलाई हुर्किन दिइन्छ र तिनीहरूलाई धान काट्नुभन्दा पहिले हार्भेस्ट गरिन्छ भने त्यो विधिलाई के भन्छौँ हामी, क्याप्चरल सिस्टम भनेर भन्छौँ। जुन चाहिँ व्यावसायिक रूपमा होइन यो। अब यो धेरै व्यवसायलाई कमर्सियल रूपमा चाहिँ पालिएको पाइँदैन यसरी क्याप्चरल सिस्टममा साथीहरू है। अब कल्चरल भन्ने बित्तिकै त के हुन्छ भन्दा पालन गर्ने भन्ने बित्तिकै त हामीले के बुझ्छौँ, माछाको भुराहरू राख्छौँ त्यहाँ, तिनीहरूको स्याहार सुसार गर्छौँ होइन। उस्तै परे कहिले काहीँ कृत्रिम आहाराहरू दिन सकौँला, अन्य रोगहरू लागेको छ कि छैन भनेर चेक जाँच गर्छौँ। त्यस्तोलाई हामी के भन्छौँ, पालन विधि अथवा कल्चरल सिस्टम भनेर भन्छौँ। यो पालन विधि चाहिँ दुई प्रकारको हुन सक्छ साथीहरू। एउटा चाहिँ धान बालीको साथसाथै मत्स्य पालन गर्ने, अर्को चाहिँ धान बाली अघि पछि मत्स्य पालन गर्ने भन्छ। अब यो धान बालीको साथसाथमा मत्स्य पालन गर्ने भनेको के हो भने, यो प्रणालीमा माछा पालन गर्दाखेरि माछाका भुराहरू स्टकिङ गरिन्छ, माछाको भुरा राखिन्छ, अनि सबै राम्रो व्यवस्थापन गरिन्छ। तर धान काट्नुभन्दा केही समय अगाडि चाहिँ माछाहरू के गरिन्छ, हार्भेस्ट गरिन्छ भने यो विधिलाई हामी के भन्दो रहेछौँ,
धान बालीका साथसाथै मत्स्य पालन भन्न खोजेको धान काट्नुभन्दा केही समय पहिले मानौ 1 हप्ता पहिले माछाका बुरा अथवा माछाहरू हार्भेस्टिङ गरिन्छ भने त्यो विधिलाई धान बालीका साथै मत्स्य पालन भन्ने। धान बालीको अघि पछि मत्स्य पालन भनेको के हुन्छ भने धान काटिन्छ तर धान काट्दाखेरि पनि के गरिँदैन भन्दाखेरि धान काट्ने बेलामा माछा हार्भेस्ट गरिँदैन। धान काटिसकेपछि फेरि के गरिन्छ त त्यो धान खेतमा फेरि पानी भरिन्छ, त्यो माछाको भुराहरूलाई माछाहरूलाई अझ हुर्किन दिइन्छ, त्यसपछि बल्ल हार्भेस्टिङ गरिन्छ भने त्यस्तो विधिलाई चाहिँ के भन्छौँ त धान बालीको अघि पछि मत्स्य पालन भन्छौँ। अघि पछि भनेको के हो त धान काट्नुभन्दा पहिले माछाको भुरा राखिएको हुन्छ धान रोप्ने बित्तिकै भने धान काटिसकेपछि फेरि पानी थपेर त्यो माछालाई अझ हुर्किन दिइन्छ, त्यसपछि बल्ल हार्भेस्टिङ गरिन्छ भने त्यसलाई के भन्छौँ धान बाली अघि पछि मत्स्य पालन अथवा रोटेसनल कल्चर अफ राइस एन्ड फिस होइन। एकपटक राइस एकपटक फिस भने जस्तो बुझ्यो। तर सँगसँगै भन्यो भने धान काट्नुभन्दा पहिले हार्भेस्टिङ गर्ने यिनीहरूको दुईटाको बिचको डिफरेन्स त्यति मात्रै हो साथीहरू। मैले यहाँ थोरै लेखिदिएको छ के हुनुपर्छ त यसमा विशेषता धान खेतमा माछा पालन गर्दाखेरि भन्दा हेर्नुहोस् है। नेपालमा तत्कालीन मत्स्य विभागबाट एकीकृत मत्स्य पालन विधि अन्तर्गत धान खेतमा मत्स्य पालन 1964बाट सुरुवात भएको हो, जुन चाहिँ हामीले कहाँ भनेको थियौँ नेपाल कृषि अनुसन्धान परिषदको गोदावरी स्टेसनबाट भएको थियो भनेर भनेको छ। भने अर्को के भन्छ भने यस विधिबाट मत्स्य पालन गर्दा माटो चिम्ट्याइलो पाङ्गो मिसिएको र पानी अडिने खालको हुनु पर्दछ भनेर भन्छ। भन्न खोजेको के हो भने धान खेतमा माछा पालन गर्नको निम्ति त्यस्तो खेतको माटो के हुनु पर्दो रहेछ, चिम्ट्याइलो हुनु पर्दो रहेछ, पाङ्गो हुनु पर्दो रहेछ, जसले चाहिँ पानी चाहिँ के गर्न सक्छ त अड्याउन सक्ने क्षमता राख्दछ अथवा वाटर होल्डिङ क्यापासिटी जसको राम्रो हुन्छ त्यस्तो पानी चाहिँ के गर्छ त्यस्तो माटो चाहिँ हामीले छनौट गर्नु पर्दछ भने धान खेतमा माछा पालन गर्दाखेरि पानीको पिएच कति हुनुपर्छ भन्यो भने 7 देखि 9 है। थोरै फरक हुन सक्छ अरूभन्दा, तर यो धान खेतको अरूभन्दा युनिक हुन्छ। यसको के रहेछ त भने पानीको पिएच भनेको 7 देखि 9 उपयुक्त मानिन्छ भने यो विधिबाट अथवा धान खेतमा माछा पालन गर्दाखेरि एउटा धानदेखि अर्को धानको दूरी अथवा एउटा बुटाको धानदेखि अर्को धानको बुटाको दूरी कति हुनुपर्छ भन्यो भने 20 सेन्टिमिटर हुनुपर्छ भने एउटा लाइनबाट अर्को लाइनको दूरी चाहिँ 20 देखि 25 सेन्टिमिटर हुनु पर्दछ भनेर क्लियर बुझ्नु होला है। धान खेतमा माछा पालन गर्दा धानको बुटादेखि बुटाको दूरी कति हुनुपर्छ बोटदेखि बोटको दूरी भन्यो भने 20 सेन्टिमिटर, एउटा लाइनदेखि अर्को लाइनको दूरी कति हुनुपर्छ भन्यो भने 20 देखि 25 सेन्टिमिटर हुनुपर्छ भने धान खेतको अब प्लट कत्रो हुने त भन्छ त्यो बेलामा हामीले 200 देखि 2000 वर्ग मिटरको चाहिँ हुनु पर्दछ उपयुक्त मानिन्छ भनेको 200 वर्ग मिटर क्षेत्रफलदेखि 2000 वर्ग मिटर क्षेत्रफल भएका धान खेतका प्लटहरूलाई चाहिँ हामी के गर्न सक्छौँ धान खेतमा माछा पालनको निम्ति प्रयोग गर्न सक्छौँ। यति कुरा हामीले बुझ्न पर्छ है। अब माछाको भुरा स्टकिङ गर्दा के हुन्छ भन्दा धानको भुरा धान भर्खरै रोपेको हो भने त्यो बेलामा सानो माछाको भुराहरू राख्नुपर्छ। धान रोपेको केही समय बितिसकेको छ भने त्यो बेलामा अलिकति ठुलो माछाका भुरा पनि हामीले के गर्न सक्छौँ राख्न सक्छौँ अथवा त्यहाँ स्टकिङ गर्न सक्छौँ। यहाँ भनेको छ होला हेर्नुहोस्, धान खेतमा माछा पालन गर्दा माछाको भुरा स्टकिङ गर्दा 5 ग्राम वा सोभन्दा कम तौलको भुरा छ भने धान रोप्ने बित्तिकै छोड्न सकिन्छ अथवा धान रोप्ने बित्तिकै माछाको भुरा छोड्नु पर्दा कति ग्राम आकारको माछाको भुरा हुनु पर्दछ भन्यो भने 5 ग्राम वा सोभन्दा सानो हुनु पर्दछ भने माछाको भुराको तौल 10 ग्राम वा त्योभन्दा ठुलो छ भने धान रोपेको 15 देखि 20 दिन सामान्यतया कतै 2 देखि 3 हप्ता लेख्या हुन्छ, यहाँ चाहिँ मैले दिनमै लेखिदिएको छु। 15 देखि 20 दिनपछि माछाका भुराहरू धान खेतमा छोड्नु पर्दछ भनेर भन्यो। यहाँनिर एउटा कुरा क्लियर के छ भन्दाखेरि भर्खरै रोपेको धानमा छोड्नु पर्यो भने 5 ग्राम वा सोभन्दा साना माछाका भुराहरू हामीले के गर्नु पर्दो रहेछ छोड्नु पर्दो रहेछ धान खेतमा। यदि धान रोपेको 2 देखि 3 हप्ता भइसकेको छ भने त्यो बेलामा हामीले 10 ग्राम वा त्योभन्दा ठुलो माछाका भुराहरू के गर्न सक्दो रहेछौँ छोड्न सक्दो रहेछौँ। यति कुरा हामीले बुझौँ भने धान खेतमा माछा पालन गर्नको निम्ति पानीको गहिराई चाहिँ कति हुनुपर्छ भन्यो भने 15 सेन्टिमिटर हुनुपर्छ कम्तीमा। त्योभन्दा अलिकति बढी भएको राम्रो हो। कम्तीमा चाहिँ कति हुनै पर्छ त भन्दा 15 सेन्टिमिटर हुनै पर्छ भन्यो भने
हेर्नुहोस् है, अब यो धान खेतमा माछा पालन गर्दाखेरि कुन कुन प्रजातिको माछा अथवा कुन कुन जातको माछा पाल्न उपयुक्त मानिन्छ भन्यो भने स्पष्ट भन्नुहोला। नेपालमा धान खेतमा माछा पाल्नको लागि दुई जातका माछाहरू सिफारिस गरिएका छन्। एउटा चाहिँ कमन कार्प, अर्को चाहिँ के हो त, नाइल टिलापिया। यो कुरा क्लियर हुनु पर्यो। के हुनु पर्यो भने कुन जातको माछा पाल्न सकिन्छ भन्यो भने अरू अरू पनि भन्न सकिन्छ। र नेपालमा सिफारिस गरिएका धान खेतमा माछा पालन गर्नको निम्ति तलका मध्ये कुन माछाको जातहरू नेपालमा सिफारिस गरिएका छन् भन्यो भने त्यो बेलामा टिलापिया र नाइल टिलापिया र कमन कार्प जातको माछा भनेर भन्नु पर्यो भने